नमस्कार। नमस्ते। हजुरको नामबाटै सुरु गरौँ। हजुर, मेरो नाम दीपक थापा। पहिला घर धरान, हाल चाहिँ अहिले चाहिँ भक्तपुरमा छु। धरानभन्दा अगाडिको पनि भनिदिनु पर्ने। धरानभन्दा अगाडि चाहिँ धनकुटा हो, पितापुरको चाहिँ धनकुटादेखि हो, देब्रेवास हो पहिला। हजुर। तर अब हामी चाहिँ अब दार्जिलिङ, त्यसपछि चाहिँ मलेसियामा नै म जन्मेकोले गर्दाखेरि मलेसियामा बसियो, त्यसपछि आएर दार्जिलिङ बस्यो। त्यसपछि मेरो पिताको के अरे धरानमा ब्रिटिस क्याम्पमा चाहिँ उहाँ चाहिँ अब काम पाउनुभयो र त्यसपछि चाहिँ हामी फेरि नेपाल फर्क्यौँ। हजुर। र पहिला सुरु चाहिँ धरान बस्यौँ धेरै वर्षसम्म। धनकुटामा चाहिँ कहिलेतिरको हो बस त्यहाँ हजुरको? अब मेरो बाजेको पाला भनेपछि चाहिँ अलिक वर्ष चाहिँ प्रष्ट रूपले चाहिँ भन्न मलाई अलिक गाह्रो पर्ला। तर मेरो बुवाको 6 महिनाको उमेरमा भनौँ न, भर्खर बच्चा हुँदाखेरि नै अब दार्जिलिङ चाहिँ अब आमासहित र आमाको के अरे दाजुभाइ सहित गरेर डाइरेक्ट धनकुटाबाट उता दार्जिलिङ? धनकुटाबाट उता दार्जिलिङ जानुभएको। हजुर। त्यसपछि दार्जिलिङबाट नै ब्रिटिस आर्मीमा चाहिँ मेरो बुवा चाहिँ भर्ती हुनुभयो र म चाहिँ अब मलेसियाको इकु भन्ने ठाउँमा चाहिँ जन्मेको। अनि त्यो बिचको समय एकदम लामो समय जस्तै यो दार्जिलिङको छाडी पछि नेपाल कसरी फर्किनुभयो फेरि? यस्तो हो, अब बुवा चाहिँ अब ब्रिटिस क्याम्पमा काम पाउनुभयो फेरि। उहाँ ब्रिटिस आर्मीको काम सेवाबाट चाहिँ उहाँ चाहिँ पेन्सन भइसकेपछि हामी दार्जिलिङमा थियौँ। दार्जिलिङमा हुँदै बुवाले चाहिँ धरान ब्रिटिस क्याम्पमा काम पाउनुभयो। बुवा चाहिँ पहिला आउनुभयो, हामी चाहिँ 2-3 वर्ष चाहिँ अब उतै पढ्दैथ्यौँ। त्यसपछि बुवा चाहिँ धरान आउने जाने चाहिँ बुवाले गर्दै हुन्छ। अब फेरि के समस्या भएकोले के भयो भने धरानमा नै बस्नुपर्छ होला। अब हामीले यसरी त घर हुँदैन, दुईतिर घर बस्दाखेरि अप्ठ्यारो हुन्छ भने हामी चाहिँ धरानको बुद्धरी सडकमा आएर चाहिँ पहिला भाडा बसेका हौँ। त्यसपछि चाहिँ अन्त घर बनाउने सन्दर्भमा चाहिँ हामी उता कम्पिया टोल भनेको चाहिँ यता यो धरान ब्रिटिस। अनि धनकुटालाई कसरी स्मरण गर्नुहुन्छ? पुर्ख्यौली थलो देब्रेवास? मेरो बजे चाहिँ अब प्रधान हो। हजुर। तल्लो त्यहाँ कोप्चीको है प्रधान हो। अन्त उहाँले चाहिँ मलाई सानोमा चाहिँ भन्नुहुन्थ्यो कि हेर तँ नेपाल गइस् भने चाहिँ त्यहाँ गएर बाजे बज्यूहरू छ, तेरो सन्तानहरू छ, त्यहाँनिर गएर खोज है। त्यहाँनिर तेरो बाजे चाहिँ ठुलो मान्छे हो, गएर खोज त्यहाँनिर भन्ने चाहिँ उहाँले भनिरहनुहुन्थ्यो सानो। तर त्यति कुरा चाहिँ मैले अब त्यति भएको उमेरमा त्यो स्पष्ट रूपले त्यसरी बुझ्ने पनि होइन, त्यसलाई एकदम गहन हिसाबले मैले हेरिनँ। तर जब धरान आएपछि चाहिँ मैले बुवालाई भने, म बुवाले के भन्नुभयो भने म त 6 महिनामा लगेको मलाई पनि थाहा छैन है, धनकुटा चाहिँ मलाई थाहा छ, तर धनकुटा यहाँ त्यो